नेपालमा रिच हुन सजिलो छ बट स्टेइङ पुअर इज इभन इजियर। हामीलाई सानोदेखि नै भन्दै आएको छ कि गो टु स्कुल, गेट द डिग्री, त्यसपछि जब र मेबी त्यसको 10-20 वर्षपछि यु बिकम रिच। त्यही पनि ग्यारेन्टी हुँदैन, बट रिच हुन योभन्दा सजिलो छ। हामी धनी हुने भनेको मेनली 3 वटा रिजन्सको लागि हो। फर्स्ट भनेको फ्रिडम, त्यसपछि स्ट्याटस र रेस्पेक्ट, र फाइनल भनेको बाई वाट एभर यु वान्ट। सो इन दिस भिडियो हामी चाहिँ कुरा गर्नेछौँ 3 वटा सिम्पल ह्याबिट्स द्याट विल मेक यु सुपर रिच। र स्टार्टिङ विथ द फर्स्ट वान, रिडिङ बुक्स। आई एम नट टकिङ अबाउट यस्तो बुक्स कि जसले चाहिँ तपाईँको आइक्यू लोवर गरिदिन्छ। यदि तपाईँलाई एक्चुअली नै रिच हुन मन छ भने चाहिँ आई वुड हाइली सजेस्ट कि यु सुड स्टार्ट रिडिङ बिजनेस, साइकोलोजी र बायोग्राफीहरू। यो भनेको वान अफ द फास्टेस्ट वे अफ बिकमिङ रिच हो। किन भन्दाखेरि वर्षौको नलेज, वर्षको विजडम तपाईँले फ्यु कपल अफ पेजेसमै पाउनुहुन्छ। र यदि तपाईँ स्टार्ट गर्दै हुनुहुन्छ भने आई वुड सजेस्ट कि 1 बुक अ मन्थ, मात्र 10 मिनट अ डे, यो चाहिँ मोर देन इनफ हुन्छ। अब क्वेसन आउँछ वाट बुक सुड आई रिड। फर्स्टमा भनेको चाहिँ साइकोलोजी अफ मनी। यो बुकमा चाहिँ मनी रिलेटेड कमन मिस्टेक्सहरू जुन गर्छन् त्यसको बारेमा एक्सप्लेन गरेको छ। र सेकेन्ड बुक भनेको द पर्सनल MBA। यो बुकमा चाहिँ बिजनेसमा युज हुने टर्म्सहरू एकदम ब्युटिफुल्ली डिस्क्राइब गरेको छ। थर्ड बुक मेरो फेभरेट, द स्मार्ट स्टार्टअप। यो बुकमा चाहिँ स्टार्टअप स्टार्ट गर्ने बेला बेसिकदेखि एडभान्ससम्म चाहिने चिजहरूको बारेमा ब्युटिफुल्ली डिस्क्राइब गरेको छ। 1 मन्थ एउटा बुक मात्रै पढ्नुभयो भने 10 मिनट पर डे तपाईँ मोस्ट अफ द बिजनेसम्यान भन्दा स्मार्टर हुन पुग्नुहुन्छ। किनभने चाहिँ उनीहरूले 10-20 वर्ष लगाएर गेन गरेको नलेज, गेन गरेको विजडम तपाईँले मात्र 6 मन्थमा गेन गर्न सक्नुहुन्छ। र कन्डिसन के छ भन्दाखेरि तपाईँले पढेको कुराहरू इम्प्लिमेन्ट गर्नु पर्यो। ह्याबिट नम्बर 2 भनेको हाम्रो वाच, पोडकास्ट एन्ड भिडियोज। भिडियो हेर्ने भन्ने बित्तिकै तपाईँले पोइन्टलेस र ऱ्यान्डम भिडियो हेर्ने होइन कि त्यस्तो भिडियो हेर्ने जसले चाहिँ तपाईँको लाइफ इम्प्रुभ गर्न हेल्प गर्छ। अब क्वेसन के आउँछ भन्दा वाट भिडियोज सुड आई वाच। र एज अ स्टार्टिङ पोइन्ट फर्स्ट भिडियो भनेको हाउ टु गेट रिच बाई नोबल, सेकेन्ड भिडियो भनेको रिप्रोग्राम योर माइन्ड बाई एलेक्स, र थर्ड भिडियो भनेको हाउ बिलियनियर्स थिङ्क बाई स्याम। अब यो भिडियोहरू जस्ट हेर्ने मात्रै होइन कि साइमल्टेनियसली तपाईँले इम्पोर्टेन्ट पोइन्टको नोट पनि बनाउने हो। र एज अ स्टार्टिङ तपाईँले यो 3 वटा भिडियो हेर्नुभयो भने आई एम स्योर कि तपाईँको द वे अफ थिङ्किङ टुवर्ड मनी कम्प्लिटली चेन्ज हुन्छ। र यसपछिको सेकेन्ड स्टेप भनेको सिइओहरूको, बिलियनियर्सहरूको पोडकास्टहरू हेर्ने, इन्टरभ्युजहरू हेर्ने। र एउटा बोनस पोइन्ट भनेको एउटा राम्रो युट्युबर छ नवीन बुढाथोकी, उसले पनि राम्रो कन्टेन्टहरू बनाउँछ, उसलाई पनि सब्सक्राइब गरेर राख्नु होला। र लास्ट ह्याबिट भनेको हाम्रो लर्न स्किल्स द्याट म्याचेज योर पर्सनालिटी। सबैले एउटै स्किल सिक्नुपर्छ भन्ने जरुरी छैन। फर इक्जाम्पल अहिले भिडियो एडिटिङ हाइपमा भयो भने सबैले त्यही सिक्ने होइन, द्याट्स नट गन वर्क इन लङ रन। फर्स्टमा भनेको तपाईँले आफूलाई अन्डरस्ट्यान्ड गर्नुपर्छ। ट्राई टु लर्न दोज स्किल्स जुन चाहिँ तपाईँको पर्सनालिटीसँग म्याच गर्छ। फर इक्जाम्पल तपाईँलाई टेक मनपर्छ, तपाईँलाई थिङ्सहरू बिल्ड गर्न मनपर्छ भने एक्सप्लोर कोडिङ। तपाईँलाई बिजनेस मनपर्छ, बिजनेस गर्न मनपर्छ भने लर्न सेल्स, मार्केटिङ, स्टार्टअप्सहरूको बारेमा बुझ्नुहोस्। यदि तपाईँ क्रिएटिभ हुनुहुन्छ भने स्टार्ट एक्सप्लोरिङ ग्राफिक डिजाइन, भिडियो एडिटिङ। जब तपाईँको पर्सनालिटी तपाईँको स्किलसँग म्याच गर्छ तपाईँलाई धनी हुनबाट कसैले रोक्न सक्दैन। र मोस्ट इम्पोर्टेन्ट पोइन्ट, तपाईँको फिल्डको एभरग्रिन स्किल्सहरू र हाई पेइङ स्किलहरू सिक्ने ट्राई गर्नुहोस्। फर इक्जाम्पल मान्छेहरूलाई जहिले पनि डिजाइनरहरू चाहिन्छ, त्यही भएर एउटा ग्राफिक डिजाइनिङ पनि एउटा एभरग्रिन फिल्ड हो। मान्छेहरूलाई भिडियो एडिटर सधैँ चाहिन्छ, यो पनि एउटा एभरग्रिन फिल्ड हो। फिटनेसहरूको नलेज चाहिन्छ, पिपुल आर गोइङ टु पे फर योर नलेज। तपाईँलाई फिटनेसको नलेज छ भने तपाईँ त्यो सेयर गर्न सक्नुहुन्छ। यस्तो एभरग्रिन फिल्डहरू चुज गर्ने। र एज अ बिगिनर म इन्भेस्टिङको बारेमा सोच्दैन, एटलिस्ट स्टार्टिङमा। किन भन्दाखेरि यदि मसँग क्यापिटल नै छैन भने इन्भेस्टिङको बारेमा सोच्ने नै होइन। र्यादर त्यसको सट्टा चाहिँ तपाईँ हाई पेइङ स्किल्सहरू के छ त्यो सिक्नतिर लाग्नुपर्छ। र द्याट्स इट, आजको लागि यति नै। यदि भिडियो हेल्पफुल लाग्यो भने सब्सक्राइब गर्नु होला। र तपाईँ यदि आफ्नो फर्स्ट बिजनेस स्टार्ट गर्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो चेकआउट गर्नु होला।